नमस्ते सबैजनालाई मेरो सानो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। आज हामी दिदी-बहिनी मिलेर मोमो बनाउने प्लान गऱ्यौँ। मोमोको लागि हामीले पहिला डो तयार गरौँ। डो डो मलाई दिदीले मुस्लाउनु भएको थियो। मलाई राम्रोसित डो मुस्न आएन र त्यो धेरै नै गिलो भयो र मैले सुक्खा पिठो हालेर बल्ल 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 साह्रो गरेर बल्ल 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 मुसेँ। त्यही पनि राम्रोसित साह्रो भएको थिएन, गिलो नै थियो पिठो। त्यसपछि हामीहरूले दिदीले इस्कुस काटिरहनु भएको छ र इस्कुस हामीले भेज मोमोमा मिसाउने प्लान गऱ्यौँ। इस्कुस हाल्यो भने भेज मोमो टेस्टी हुने गर्दछ। अनि त्यसपछि दिदीले मोमोको लागि लसुन केलाइरहनु भएको छ र त्यसपछि हामीहरूले यी भेजहरू मिसाएर भेज मोमो बनाउने प्लान गरेका छौँ र मैले मजाले यी भेजहरूलाई मजाले अम, सा पखालेँ। त्यसपछि मैले त्यही काटिरहेको इस्कुसलाई म्यास गरेँ र कोरेर धुलो पार्नुपर्छ, किनभने धुलो पारेन भने मोमो कसरी बन्ने गर्दछ र धुलो पारेँ मैले। त्यसपछि मेरो दिदीले मोमोको लागि प्याज मजाले चटाक चटाक चटाचट गरी काट्नुभयो। त्यसपछि मैले गाजर पनि मजाले कोरेँ। अनि त्यसपछि मैले सिमला मिर्च पनि सानो 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 गरेर कोरेँ। त्यसपछि दिदीले बन्दा काट्नुभयो। हामीहरूले इस्कुस, बन्दा, सिमला मिर्च र हामीहरूले पनिर हालेर भेज मोमो बनाउन गइरहेका थियौँ र दिदीले सबै एकै ठाउँमा मिक्स गर्नुभयो। एउटै भाँडामा राखेर सबै मिक्स गर्नुभयो। त्यसपछि मेरो दिदीले अदुवा लसुनको पेस्ट हाल्नुभयो। त्यसपछि हामीले पनिर पनि हाल्ने डिसाइड गरेका थियौँ। पनिर हाल्यो भने धेरै स्वादिलो हुन्छ मोमो। त्यसो भएर दिदीले पनिरलाई सानो सानो हातले म्यास गर्नु भइरहेको थियो। त्यसपछि मेरो दिदीले त्यहाँ हामीले हालेको भेजमा तेल हाल्नुभयो। त्यसपछि मोमो मसला हाल्नुभयो, जिराको धुलो थोरै हाल्नुभयो, अनि चिल्ली पाउडर हाल्नुभयो। त्यसपछि मजाले मुस्नुभयो। मजाले पहिले नै मेरो दिदीले हात धुनु भइसक्यो, त्यही भएर हातले मुस्नुभएको थियो र मजाले मुस्नु भइसकेपछि हाम्रो मोमोको लागि बेस तयार भयो। त्यसपछि हामीले मुक्टोमा तेल लगायौँ र मैले अघि नै गिलो मुसेको पिठोलाई दिदीले सानो सानो डल्लो पार्नु भएको थियो मोमो बनाउनुको लागि र धेरै नै गिलो भएको थियो त्यो पिठो। बल्ल 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 गोलो पनि बन्न धेरै मुस्किल भएको थियो। त्यसपछि मैले पनि हेल्प गरेको थिएँ दिदीलाई मोमो बनाउनुको लागि। त्यसपछि दिदीले आफूले बेलेर मोमोको सेप रेडी पार्नुभयो र मेरो दिदीले लाम्चो मोमो बनाउनु भयो। मैले गिलो बनाएको भएर पिठो मलाई गाली गरिरहनु भएको थियो, तैँले धेरै नै गिलो बनाइस्, मलाई बनाउनु धेरै नै गाह्रो भयो भनेर। तर मेरो दिदीलाई राम्रोसित मोमो बनाउनु आउँदैन, तर मेरो दिदीले ट्राई